हो क्या हजुर? आफै कता? के डराएर भने नमस्कार ठोक्यो भने अनि त्यही त म त डराएको कतै मलाई नै ठोकिहाल्नु कि भनेर। अनि बिहानै कता त? यसो चिया पसलतिर। अनि तपाईँ नि? म पनि उतै। जाउँ न त। ल जाउँ। ओहो हजुर नमस्कार। नमस्कार नमस्कार। आज त बिहानै हजुर पनि कुम्भकर्ण त सुता हुन्थ्यो त। त्यही त निन्द्रै परेन, त्यही भएर सबेरै आइयो नि। ल बस 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 बसौँ त। बस बस ल बसौँ है त। हे चाहिँ खुरखुरी चाहिँ एकजना कुर्सीमा एकजना बेन्चमा बसेन। यति कुरा पनि तपाईँहरू सहमति नगरे बेन्चमा बस्नुहोस् तपाईँ। मलाई बस्दिनु न, बुढो मान्छेलाई बस्न नदिनु। ल बस्नु नि तपाईँ, त्यतै बस्नु। बसेर अब म त बुढो मान्छे हजुर, अलिअलि ढाड दुख्छ, बसिहालेँ हजुर, अप्ठ्यारो नमान्नु पर्ला। ल बुढो मज गर। अब यस्तो जाडोमा यसो चिया चिया भनौँ नि त। अब चिया खाउँ नि त, चिया खाँदै गफ गरौँ। होइन त्यसो होइन, बरु यसो गरौँ, बरु चिया खाने भए खाऊ। तपाईँ पनि जाबै गिलास चियालाई समुद्र जस्तै बनाएर खानु भन्ने? तिनवटा लेमन टी बनाएर लिएर आउनुहोस् त। ए हो त नि। ए साउजे लेमन टीमा कागती पनि हालेर ल्याउनु होला है। तेरि हजुर पनि मलाई बेगुक बनाउनु खोज्ने जान्छ नि। अनि तपाईँ पनि खान पायो भनेर खुवाप खानु हुँदैन, बस्न पायो भनेर थ्याच्च बस्नु हुँदैन, बोल्न पायो भनेर प्याच्च बोल्नु हुँदैन भन्ने थाहा पाइ अर्काले जे सिकायो त्यो प्याच्च बोल्ने। अनि यस्तो हुँदैन त हो। त्यही भएर बोल्नु पूर्व सोच्नुहोस् अनि बल्ल बोल्नुहोस्, नत्र यस्तै होला हालत फेरि। अनि यो यो हजुरको टाउको चाहिँ बोकेर हिँड्न मात्रै बनाएको, यो त सोच्न र चाहिँ विवेकशील बन्नको लागि बनाएको, नत्र यस्तै भइन्छ। ल धेरै नखाऊ। अब जे भए पनि चिया त पिउनु पर्यो नि। त्यो त पर्यो। किन हतार गर्नुभएको हजुरको लागि त हो नि। अब यत्रो बेरसम्म कुरियो हजुर, हेर्नुहोस्। अब मुखमै आएको भाग बिचमा आएर कसैले च्याप्प समात्यो भने यत्रो समय र लगाव खेर जान्न, त्यही भएर आवेशमा आएको। यस्ता कुरा तपाईँले नबुझ्न सक्नुहुन्छ, त्यही भएर जानुहोस् हजुर, आफ्नो काम गर्नुहोस्। एकछिन साउजी, अनि बरु यो चियाको भाउ उही हो कि केही फेरबदल भएको छ? खै हजुर, फेरबदल गर्ने भन्ने कुरो त भएको हो। अब मनमानी गर्दाखेरि ग्राहकहरू भड्किने पो हुन् कि भन्ने डर लाग्छ। तर साँच्चै भन्ने हो भने फेरबदल चाहिँ गर्नै पर्छ है। होइन हजुर, चियाको रेट त पुरानै ठिक छ, 5 रुपियाँ। चिनी चियापत्ती कति महँगो छ सोच्नुहोस् त। त्यसमा 2 थपेर 7 पुर्यायो हुन्छ। त्यस्तो कुरा गर्ने तपाईँहरू? चिनी र चियापत्तीले मात्र चिया बन्छ? दुध चाहिएन दुध, फेरि त्यो दुध दिने भैँसी किन्दा पनि झन्डै लाख पर्छ। दुध पनि त्यति महँगो छ, बरु यसो 10 पुर्याएको छ होला। होइन 5 हुनुपर्छ। 7 हुनुपर्छ नि, 7 राम्रो छ। हुँदैन 10 हुनु राम्रो छ। तपाईँ 10 को कुरा पनि नगर्नुहोस् र तपाईँ 7 भनेर जित्नु नखोज्नुहोस् है। तपाईँ पनि हिजोको कुरा गर्दै हुनुहुन्छ। 5 त हिजोको कुरा हो नि, आज 5 भन्ने 7 राम्रो छ। तपाईँहरू दुईजना धेरै ठास नगर्नुहोस्, बरु सहमतिको कुरा गर्नुहोस्। सहमतिमा 10 ठिक छ। के खोजिरहनु भएको छ तपाईँहरूले? 7 राम्रो छ नि। होइन के 5 राम्रो छ? 7 हुन्छ नि, 10 हुन्छ। होइन 5 हुन्छ, यहाँ 5 7 हुनुपर्छ। 7 होइन महाशयहरू, तपाईँहरूले यहाँ पनि कुकुर बिरालो खेल खेलिरहनु भएको छ। कसैले 5 भन्नु भएको छ, कसैले 7 भन्नु भएको छ, कसैले 10 घुसाइराख्नु भएको छ। तपाईँहरूको सब चालामाला हामीले बुझिरहेको छौँ। तपाईँहरूले 5, 7, 10 भन्दैमा चियाको भाउ मिल्छ र? त्यही त, यो कुरो त साउजीको लगानीको उपयुक्त हिसाब किताबबाट पो भाउ तोकिन्छ त। तपाईँहरूले कुरिलो हाल्दैमा हुन्छ? तपाईँहरूको चिया तपाईँहरूले खानु। मान्छेको हालत खराब बनाइदिनु यहाँ। बस्नुहोस्, हामीले पनि जाने छौँ। मान्छेको यहाँ बिगार्ने हामीले मात्र हातमा पैसा जमाएर बस्छौँ। बस्नुहोस्, हेर्दै जानु होला। देखिहाल्नु भयो नि त। अब म मात्र यहाँ के गरेर बस्नु? हस् त नमस्कार। अब चियाको भाउ कति हुन्छ भोलि हेर्नु होला। होइन सर, यी महाशयहरू त एकासम्म मनमुटाउ गरेर पो गए त। त्यही त, यो मनमुटावले त हामीले शुद्ध ठुलो नोक्सान बेहोर्दै आउनु परेको छ कि। त्यसैले अब हामीले नै केही कदम चालेर अगाडि बढाउने गर्नुपर्छ कि। जाउँ त। जाउँ। होइन है महाशयज्यूहरू, तपाईँहरूको यस्तो तालले हाम्रो ठाउँको नेतृत्व गर्न सक्ने क्षमता भएको भनेर कसरी विश्वास गर्ने हामीले? अब उहाँहरू आफ्नो डेबी छाड्नुहुन्न। अब मैले सहमति गरौँ भनेको छु, देख्नु भएको छैन? तर कोही यता फर्किएको छ, कोही उता फर्किएको छ। अब मैले मात्रै के गर्ने? मैले मात्रै सहमति गर्नु हुन्न कि हजुर?
सहमति मेरो त कानै डट्टिसक्यो। यो नेपालमा कुन चाहिँ उल्लुको दिमागमा आएछ यो शब्द? सीमा मिचेको कुरा कसैले चुइक्क नबोल्ने, सत्ताका खेलका लागि विभिन्न बाहनामा दक्षिणतिर पनि धाउने। हामीले चिना छैन र तपाईँहरूलाई? यत्रो मिचेको सिमाना फिर्ता ल्याउन शक्ति छ तपाईँहरूमा? जङ्गबहादुर निरङ्कुशै भए पनि अनेक दाउपेच गरेर मिचिएका 4 जिल्लाहरू फिर्ता गरेर देखाए। सक्नुहुन्छ भने तपाईँहरू पनि मिचिएको सिमाना फिर्ता गरेर देखाउनुहोस्, बुझ्नुभयो? 14 अञ्चल 75 जिल्लाले कसको के खाइदिया छ र? कसैको आपत्ति नभएको सीमा रेखा परिवर्तन गर्ने बाहनामा हुने नहुने विभेद ल्याउन खोज्ने तपाईँहरू? सक्नुहुन्छ भने तपाईँहरू बोतलको आकार परिवर्तन गर्ने कुरा गर्नुहोस्। त्यो बोतलभित्र भएको अमृत होइन। तपाईँहरू त झन् बोतलभित्र भएको अमृत फालेर विष भर्न पाएनौँ भनेर यत्रो लडाएको मचाइराख्नु भएको छ। अनि हो महाशयजीहरू, तपाईँहरू त्यो हलभित्रको थियो के अरे त्यो सहमतिको संविधान, अनि त्यो सहमतिको संविधान पकाउन छोडेर यो चोकचोकका च्यापासम्म आएर झगडा गर्ने तपाईँहरू? अब उहाँ त बसी खान सके पर हजुर ज्यान जोगाउनै दर्दो छ होइन हजुर? के गर्छ हजुर? के त्यो रेस्लिङ खेल्ने ठाउँ हो? खै कसलाई के बेल्ट मिल्यो त? बडो सहमति भन्नुहुन्थ्यो त। यतिका वर्ष बितिसक्यो सहमति भनेको खै सहमति भएको? अब उहाँहरूले आफ्नो डिपी छाड्नुहुन्न। त्यही सहमतिका लागि वार्ता भनेर छलफल गर्दा वार्ता लामो भयो, बन्दी बनाएर राखे भन्ने, अनि 2 मिनेटमा छारा हुन्छ सहमति र खोज्ने। हेर्नुहोस्, अझै थोरै भए पनि समय छ। सोचेर दोहोऱ्याएर विचारपूर्वक निकासको बाटो दिनुहोस्। हामी सबैको चाहना यही छ। ओ महाशयज्यू ओ केटा छोडिदियो, त्यही त अर्थ नव्यर्थ। गोविन्द गाई भने जस्तो नेपाल बन्द होइन, खुला छ भनेर आऊ। हेर्नुहोस्, अब हामीले शान्तिको संविधान ल्याउनुपर्छ, न्यायिक संविधान ल्याउनुपर्छ सबैको साझा संविधान, अनि हुन्छ देशको शान।